चिजबाट वञ्चित गरिएको छ। अझै पनि हाम्रो समाजमा धेरै प्रकारको कुराहरू चलिरहेको हुन्छ कि जब कुनै बालिका बलात्कारद्वारा मृत्यु भएको छ भने ऊ पनि उस्तै थियो भनेर प्रश्न लाग्छ कि यो हाम्रो गल्ती हो त? यहाँ हामीले न्याय पाउनुपर्छ कि हामी स्वतन्त्र रूपमा बाँच्न पाउने हामीलाई कति डर छ। हामी कुनै बाटोमा हिँड्दैछौँ भने कतै 5 बजिसक्यो भने हामी यस 5 बजेपछि हामीसँग कतै केही हुने हो कि होइन भनेर हामीलाई प्रश्न लाग्छ, हामीलाई डर लाग्छ। जहाँ हामीलाई मात्र नभएर हाम्रो परिवारलाई, जहाँ मेरो छोरी आउने समयमा मेरो छोरी घर फर्किएन भने फोन गर्नुहुन्छ, कति तनाव लिनुहुन्छ, कतै मेरो छोरीलाई पनि भोलिको दिनमा अरू बच्चाहरूलाई जस्तै मेरो छोरीलाई पनि कतै यो त हुने होइन भनेर मेरो आमा बुवालाई पनि प्रश्न लाग्छ। र ती सबै हामी सबै नारीको तर्फबाट, हाम्रो विद्यालयको सबै विद्यार्थी बालबालिकाको तर्फबाट म यहाँ मेरो आवाजले व्यक्त गर्दैछु र हाम्रो यी आवाजहरूलाई नदबाइयोस्, यिनलाई सुनेर नयाँ कानुन बनाइयोस् जसले बालिका नारीहरूले आफ्नो हक र हितका लागि खुलेर बाँच्न पाउन्। र यति भन्दै हाम्रो विद्यालयले पनि साँच्चै नै हाम्रो विद्यालयमा यस्तो शिक्षा छ कि जसले गर्दा हामी अहिलेसम्म यति मजाले खुलेर